के छ हाम्रो हालखबर? यसो भन्दिम के यसो जापानको बारेमा केही भन्दिम। यस्तो बिग्रेका मान्छेहरू यहाँबाट हिँड्न लाउँछ नि। बिग्रिया मान्छेहरू, यो बिग्रिया मान्छे अलिकति रुल्स भन्ने कुरो फलो गर्नुपर्छ क्या दिदी। कि यहाँ गएर के अरे उसबाट जाहिरो गाडोमा भिजा हानेर आउने हो। जापान हबी कस्तो राम्रो आएको हेर्नु नि यहाँ। के भन्छ अरे के जापानको बारेमा के भनिदेऊ न। अब हामी अब आउने नयाँ स्टुडेन्टहरूलाई दाजुभाइ त साथी रिउ किन मान्छेले त भन्छ नि आफूहरू गयो, आफूहरूले गएर थाहा भयो क्या नि हामीलाई कहाँ गएर जान्छन्, आफूहरूले कमाएको अरे भन्नुहुन्छ। त्यही भएर एकचोटि दुःख भोग्नलाई चाहिँ आउनै पर्छ। आओ भाषा अलिकति बनाएर आओ। हावाको त उनीहरूले नि त भोग्नु पर्यो नि त। हावाको तालमा चाहिँ नआओ होइन, किनकि हावाको तालमा आउँदाखेरि अलिकति गाह्रै हुन्छ। फोटो खिचौँ न, फोटो खिचौँ न। कहाँ त्यही हो गाइज होइन। जति पनि आउनुहुन्छ अलिकति राम्रो भाषा बनाएर आउनु। अब यत्तिको आउँदा चाहिँ अलिकति अलि गाह्रो नै छ नि त अहिलेको। भरे काम हो नि त 10 बजे। भन्थे के अरे विदेशको घर हेरेर टोपी झर्छ भन्थे, साँच्चीकै के कत्रो छ या मम्मी। ऊ त्यो माथि एउटा फ्ल्याट लिएर बस्नु पाए कस्तो बवाल हुन्थ्यो होला है। जापानमा पनि घन्टी बज्नु रहेछ त के हो र? हामी हाम्रो चाहिँ यो ल हामी चाहिँ स्टेसन आइपुग्यौँ गाइज होइन। अब ट्याक्क अब रेलमा चढ्नु पर्छ। फर्स्टचोटि जापानै आएर ट्रेन देखायो नि तिमीहरू त भन्नु होला मान्छे घुम्न लाग्यो। अब हामी चाहिँ कहाँ अब पैसा नहुने मान्छे। अनि हामी त वैदेशिक रोजगारमा चलेपछि मात्र सबै कुरो थाहा भयो नि। यस्तो छ होइन जमिन मुनि होइन, कस्तो कस्तो बनाउँछ यिनीहरूको। पहिला फर्स्टचोटि जापान आउने बेला त सक परे हो कि यो कुराहरू देखेर होइन। अब तर साथीहरू भएपछि चाहिँ ट्याक्क आँट आउँदैछ क्या एउटा भिडियो बनाउन।